हेलो साथीहरु नमस्ते सबैजनामा हामी चाहिँ आज के रे यो भाइरल च्यालेन्ज गर्दै छौं आमा म सुना तीनजना भएर सिजन र पेपर चाहिँ हैन 1 2 3 गर्ने चाहिँ हो के यस्तो गर्ने खेल्छौं तपाईहरु इन्जोय गरेर हेर्नु होला अनि यहाँ चाहिँ छ हाम्रो मोमो अनि यहाँ छ चिसो यहाँ यो के हो यो पानी हो पानी अनि यो चाहिँ छ चटपटे गिलो गिलो चटपटे अनि हामी चाहिँ यहाँ के रे यो गरेर अनि उता पर उता खाने ल त्यसरी आएर कस्तो गर्नु पर्छ यसो गर्ने हैन यहाँबाट कुदेको देखिन्छ कि देखिन्न मेरोमा देखिन्छ गिलासले छेल्यो हौ देखिन्छ भन नि गिलासले छेलिने रहेछ यहाँ गिलासले छेलिँदा रहेछ यो गिलास यहाँ राख्दा नि भइगयो त बिचमा राख्दा त्यहाँ फेरि मोमो देखिन्छ भनेर मैले तर तिम्रो उता कुदेर गएको के मेरो फेरि मोमो नै नदेखिने रहेछ फेरि यता कुदेको देखिँदैन होला नि त देखिन्छ हौ त्यहाँ यसो गर्ने कि यहाँ यहाँ त अलिक पर है टाउको देखिने ठाउँमा जानु उता कुदेर जाने ठाउँ देखिन कि छैन पर गएर के देखियो कुद्नु तल्लु देखियो जाने हो त अनि घर भित्र चाहिँ नि यता पो जाने भनेर पुग्ने त नि उते खम्बा छुने भनेको क्या त्यो छेउको फुल जानु त फेरि त्यसो गरेर त एउटा पनि जानु न यो कि तल्लो जानु त केही देखिँदैन तलको क्या अलि तर हेर्नु न त्यता चाहिँ ठिक हुने रहेछ फेरि मेरोमा त्यता नदेखिने रहेछ यतै राख्नु क्यामेरा घुमाएकै एउटा चाहिँ उसो चाहिँ यहाँ क्यामेरा घुमाएकै छ कि उसको चाहिँ यहाँ थोरै मिनी भ्लग को लागि भयो यसो गर्ने हैन आमा अब यसो गर्ने ल 1 2 3 गरेर अब तपाईले आफ्नो खुसी जता गर्नु मन लाग्यो त्यो हैन आएर उडेर आएर तीनजना त्यहाँ नि अन गराछ भिडियो नदेखिने रहेछ मेरोमा माथि मेरो भिडियो अन गराछ छैन गरिरहेको यहाँ आउनु नदेखिने रहेछ है मेरोमा त लु बनाऊ देख साइडमा राखेर देखिनै देखि त्यहाँ उता पर राखेर बनाउँदा हुँदैन त्यहाँ एउटा ढाड मात्रै त देखिन्छ नि त्यहाँ देखिन्छ चाउचाउ अनि टोपीले थालमा झेर राख्नुपर्छ क्या मजाले त्यही अघि अडेको देखिरहेको थियो त लो फुको त यति देखिन्थ्यो नि त ल आउनु राम्रो देखिन्छ नि त हाम्रो चटपटे मोमो स्प्राइट कोक अघि चाहिँ पानी हेरे हैन पानी हो पानी नै हो जिस्काइदिएको ल अनि एउटैमा बनाएको अलि सानो भन्नु यार कैसे कैसे लोग रहते हैं यार यहाँ जानु जानु गम पो खायो त कतिचोटि खानु हो खाउनु तिमी एकछिन यहाँनिर हैन अब गेम फेरि फेरि गर्नुपर्छ नि जित्यो भने मात्रै खाने 1 2 3 एकछिन कहीँ पालेको छैन लु 1 2 3 ए 1 2 3 लु आमा म त मोमो छोरी जति आवाज हाँसेछ आमा लु अलि यता आउनु 1 2 3 म भन्छु सानो भन्छु 1 2 3 ए 1 2 3 म खानु जानु न यो तपाईँ चाबी 1 2 3 आमा मैले नै जिते जस्तो लाग्यो 1 2 3 जानु सुन यता हामीलाई पनि देखाउन स्टप ग्यापै छ क्या तिमी त एकदम पाएको छैन मैले पाएँ त 1 2 3 आमा
के खानु खाएन अलिक साइडमा बसेर खाऊँ न नदेखिने रहेछ पछि 1 2 3 ए जाऊ जाऊ को तपाईँ मलाई जाऊ जाऊ फुल पारेर जुन्डी परे नाट अलि नजिक भयो क्या कुद्नु स्टप भने 1 2 3 जानु आया कस्तो नाक्ने 1 2 3 1 2 3 ए तिनैजना भएन 1 2 3 आमा आमा नाची जानु भए तपाईँ त छुदै जानु भइसक्यो सानो यस्तो नगर है त्यहाँ चाहिँ के गर्दैछ र एउटा मेरो छोरा पनि दिन्छु ल ओइ ल खाँदै बस्छ त आयो त्यता आउनु है खाँदै बस्छ न भने ल फाले जति सक्दो बाँकी कम खाने ल भएन 1 2 3 जानु पिस्टप मेरो सुरुमा कस्तो नाकभित्र बसेर बिस्तार नगर्नु 1 2 3 ए पिस्टप भरियो 1 त्यो 2 साह्रो चाहिँ स्मेस गराउँदा अनि पुता जानु आमाले कहाँ गर्नु भयो थाहै छैन त माथि गर्नु भयो अनि भन्दा स्यास्या पो हुँदैछ पिस्टप ओइस अहिले राम्रो न देखिया अहिले खै बनाउने यो आधी मान्छे मात्रै देखिन्छ 1 2 3 Stop guys यस्तै छ त आमाको त 1 2 3 जानु ल स्टप हामी कुदेको देखिँदैन कि क्या 1 2 3 go 1 2 3 go आमा भन्दै हो बदाम कि क्या के साह्रो चाहिँ सेसे हुँदै कुदेको अलि आराम गर्दै कुद्नु न हैन कि अघि सर्ट देख्यो 1 2 3 आमा स्टप अब कमेडी खै हो 1 2 3 go जानु न अहिले खानु पो सुइसु हिँड्दैछ त कस्तो अघि सुरुमै सर्केर 1 2 3 जानु आमाले के आमा यसो पनि हुने रहेछ आरामले खाने हो स्टप खाँदा चाहिँ अनुहार नदेखिने रहेछ 1 2 3 जाऊ जाऊ बाउलाई भन्न
स्टप चाहिँ खाएको बेला 1 2 3 जान्नु के खाइदिउँ अब 1 2 3 आमा अलि साइडमा बसेर देखिएन हामी कुदेकै ए स्टप आवाज त ममा मात्रै कम कि खाँदैन 1 2 3 गो खाँदैन खाँदैन अनि आइगो अब मलाई डिस्टर्ब हुँदैन त मल देखेपछि रुँदैन भने होस् न त लड्छ भनेर नि 1 2 3 गो म फेरि त्यसको जान साइडमा बसेर आए हुँदैन रहेछ अनि चटपटी पनि खाऊ है 1 2 3 गो आमा साइडमा बसेर अब त ड्यामै छु कि स्टप स्टप ममा भन्छ चटपटी नै खाइरहेको म दुईटै खाइरहेको 1 2 3 भएकै छैन 1 2 3 आमा आमा 1 2 3 गो अघि त स्यास्याला खाइरहेको स्टप कुन्टेका आवाज हुन्छ भातीबाट 1 2 3 गो 1 2 3 गो आमै हो बुढी 1 2 3 गो म त नखाने हौ कहाँ गयो अब भयो लु खाङ यति त अब लु भन्नु न त आज हामी चाहिँ खायौँ यो अब कसै नखाने कसै त्यही भएर आजको लागि चाहिँ हाम्रो गेम यति नै अब हामी अर्को नेक्स्ट भिडियो अब लिएर आउनेछौँ बिस्तारै त्यो साथीहरू बाई बाई भन्नु बाई बाई अर्को धमाकेदार भिडियो लिएर आउँछु ल